चाहिँ कहाँ पुरै ठेगाना बताइदिनु न। यहाँ चाहिँ अब काशी जिल्ला अब गण्डकी अञ्चल भइहाल्यो फेरि होइन। गण्डकी अञ्चल काशी जिल्ला यहाँ चाहिँ गाउँ विकास वडा नम्बर 2 हो। र चाहिँ दिन बसेको हुनाले अनि मैले सिक्काहरू चाहिँ सबै मैले मन्दिरमा राख्ने पूजा गर्नु मैले आमा बितेको हुनाले आमाको नाम लिइरहन्थेँ मैले। र अनि पछि मैले सपनामा चाहिँ मैले सिक्का लागेको आफूले लगाएको चाहिँ सपनामा 2 चोटि मैले देखिसकेँ। अनि देखेपछि अनि मैले चाहिँ अब सुरुमा मैले चाहिँ टोपी बनाएर लगाएँ। मैले अब यो लक्ष्य चाहिँ मैले अब अगाडि सार्नु पऱ्यो, यसलाई पछि सार्नु भएन। यसमा मैले किन भन्दा अहिलेसम्म मैले च्यानलहरू जति हेरेको छु मैले त्यो च्यानलमा मैले बाहिर राख्दा कुनै पनि सिक्का ट्रान्स गरेको देखिएन। नदेखेको हुनाले अब मैले चाहिँ किन भन्दा हाम्रो नेपालको एउटा चाहिँ पहिलो नाम यो रनी रहेछ र यो नामलाई अघि सार्नु पऱ्यो र भोलि कुनै राष्ट्रले पनि सिक्का टाक्न नपाओस्, पहिलो नाम हाम्रो नेपालकै आओस्, विश्वले चिनोस् भनेर। अनि त्यहाँबाट सबभन्दा पहिला मैले ट्रान्स गर्दा पुरानो सिक्का छ, पुरानो सिक्का छ सबभन्दा नेपालको यो हो। हाम्रो नेपालको चाहिँ गिठा भ्याकुरा खाने पालाको पैसा यो हो। पहिला जमानामा चाहिँ हाम्रो नेपालीहरू लुगा लाउने चलन थिएन, जङ्गलको गिठा भ्याकुरा खान्थ्यो। त्यो बेलीमा चाहिँ उनीहरूले चाहिँ पाहाड चढ्दा चढ्दा तामा खानी भेटेर उनीहरूले छिनाले काटेर बनाएर अनि त्यस पछाडि अरू सिक्काहरू हाम्रो नेपालको बन्दै गयो। उहाँहरूले मलाई किन भन्दा मैले अब यस्तो यस्तो लक्ष्यको म हिँड्दैछु र हजुरहरूसँग कुनै पुरानो सिक्का कुनै बाहिरको सिक्का छ भने दिनु होला, मैले आफ्नो देशको एउटा नाम राख्नको लागि हो भनेर मैले हिँड्दाखेरि चाहिँ उहाँहरूले प्रत्येक हुने बाहिरबाट आउने दाजुभाइहरूले पनि सहयोग गरिराखेको छ, सिक्काहरू दिइरहेको छ। र गाउँमा पनि आमाबाहरूले चाहिँ उनीहरूले पनि आफूहरूसँग पुरानो सिक्का भएको चाहिँ मलाई दिइराखेको छ। किन भन्दा मन्दिरमा चढाउनु भन्दा बरु यस्तो व्यक्तिलाई दियो भने संसार घुम्छ, संसार घुमेर एउटा ठाउँमा रहन्छ, यो पनि हाम्रो एउटा धर्म हो। हाम्रो आमाहरूले पनि खुसी मनले मलाई दिनुभएको छ। अहिले मैले चाहिँ योभन्दा अझै युनिक ड्रेस बनाउने भन्ने मेरो विचार थियो। र अहिले मलाई किन भन्दा प्रत्येक जिल्लाबाट मलाई दाजुभाइहरूले के भन्नुभयो त भन्दा हाम्रो नेपाललाई चिनाउनको लागि दौरा सुरुवालमा बनाउनुहोस्, भोलि बाहिर राष्ट्रले पनि नेपाली हो भने चिन्नु पऱ्यो। दौरा सुरुवालमा सिक्का टाँसेर हजुरले विदेश छिर्नुभयो भने हाम्रो नेपालको झन् ठुलो नाम रहन्छ भनेर उहाँहरूले घोषणा दिएको हुनाले मैले अहिले चाहिँ त्यो आफ्नो नयाँ डिजाइन मैले बनाउनु छोडेर मैले दौरा सुरुवाल बनाउँछु। किन गर्नु भन्दा मैले यस्तो अब लेडिजबाट मैले आमाले चाहिँ मलाई बच्चैबाट लेडिज बनाएर हुर्काएको, मैले लेडिज ड्रेस मैले बच्चैबाट लाउँथेँ र पछि मैले आफ्नो दारी पलाउन थालेपछि म आफ्नो लेडिज कपडाहरू मैले चाहिँ लगाउन छोडेँ। र पनि मैले चाहिँ किन भन्दा नेपालमा जति दाजुभाइ दिदीबहिनी हुनुहुन्छ म आफ्नो दिदीबहिनी तर म टच गर्दिनँ भनेर म चाहिँ आफू एक्लै एकदम कठोर भएर म बसिरहेको छु। यस्तो मान्छे भैली नदेखेको मान्छे कहाँबाट यस्तो पैसा टाँसेर किन आयो होला, यो के विषयमा आयो होला जस्तो उहाँहरू लाग्ने। गाडीमा म चढ्दाखेरि गाडीमा पनि म बसेको सिटमा उहाँहरू बस्न डराउने र मेरो आडामा बस्नै नमान्ने। मैले भन्छु, गाडीवालाले भन्छ होइन सिट खाली छ बस्नुहोस् न भन्दाखेरि मेरो मुखमा हेरेर हाँस्छ तर उसले चाहिँ सिटमा बस्नु मान्दैन। अनि ड्राइभरले भन्छ होइन उहाँ विश्व बढाउनु गर्ने सिक्का बाबा भनेको उहाँ हुनुहुन्छ, विश्वलाई चाहिँ चिनाउनको लागि उहाँ हिँड्नुभएको। तर उहाँसँग नडराउनुहोस्, उहाँ नराम्रो मान्छे होइन, तर मुन्द्रा होइन, उहाँ चोरगुन्डा होइन, तर हाम्रो देशको लागि चिनाउन हिँड्नुभएको। बस्नुहोस् उहाँहरूसँग परिचय लिनुहोस् भन्दाखेरि उहाँहरू अझै हाँसेर चाहिँ उहाँहरू सिटमा बस्नु मान्नु भने। अब बाटोमा पनि कुनै जङ्गलको बाटोमा हिँड्दाखेरि मलाई देखेर उहाँहरू चाहिँ त्यो बाटो छोडेर जङ्गलतिर पस्नुहुन्छ। मैले भन्छु होइन दिदी उता किन भाग्नुभएको, म पनि मान्छे हो, म पनि हजुरको दाजुभाइ हो, आउनुहोस् न गफ गर्दै बाटोमा हिँड्नुहोस् न, मलाई परिचय लिनुहोस्, मलाई पनि परिचय दिनुहोस्, हजुरको ठाउँको छ कस्तो छ के छ मैले पनि बुझ्न पाउँछु भन्दाखेरि मेरो अनुहारै नहेरिकन ऊ जङ्गलबाट भाग्यो। अनि मैले कसरी परिचय लिनु उहाँसँग, त्यहाँको वातावरण मैले कसरी बुझ्नु, आखिर जङ्गलमा म एक्लै हिँड्नुपर्छ भने अब म एक्लै मैले बुझ्नु त सक्दैन, एउटा दुइटासँग मैले बुझ्नु पऱ्यो र मैले बुझाउने हो र मैले बुझ्ने हो, त्यो लक्ष्य पनि मैले भेट्न गाह्रो भयो। मैले आफ्नो जिन्दगीको लागि के सोचेछु भन्दा अब मैले अब यत्रो उमेर अब 43 वर्षसम्म त मैले म्यारिज गरिनँ भने अब मैले म्यारिज गरेर मलाई केही फाइदा पनि छैन। आखिर मैले किन भन्दा आफ्नो नेपालको दाजुभाइ दिदीबहिनी बाआमाहरू सबै मैले आफ्नो करियर सोचेर मैले आफ्नो घर आफ्नो दाजुभाइ त्यागेर मैले हिँडेको छु भने मैले नेपालमा जति हुनुहुन्छ दाजुभाइहरू उनीहरू सबै मेरो आफ्नो दाजुभाइ मेरो परिवार।